11,800 को माल के आयो त 11,800 को माल यो बर्गर रहेको छ यो है के छ यो भित्र बोलभेडा रहेछ चिकन अनि यहाँनिर के हो यो यस्तो पनि आइपुगेको छ अनि यो चिसो भइहाल्यो त्यसपछि यो फ्रेन्च फ्राई के भन्छ यसलाई टिस्यु पेपर अनि यो ससहरु चिल्ली ससहरु आइपुगिसकेको छ। नमस्ते साथीहरु सम्पूर्णलाई मेरो यो भिडियोमा तपाईहरुलाई स्वागत छ। देश विदेशबाट कताबाट हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। म चाहिँ कोरियाको उयो डाँडाको फेदीमा बस्छु। हेर्नुस् त डाँडाको फेदमै पर्छ। डाँडा खासै अल्को छैन ठिक्कको छ। यही फेदमा बस्छु म चाहिँ। यो कालो देखिरहनु भएको छ नि यो चाहिँ मेरो दरबार हो। यो पहाडको फेदमा चाहिँ एउटा सानो खोला छ अनि बर्खामा बहुत ठुलो खोला आउँछ फेरि हैन। यही हो मेरो दरबार यो कालो। ल दायाँ बायाँ तपाईहरुले देख्न सक्नुहुन्छ यस्तो छ। ल म बस्ने कोरियाको ठाउँ चाहिँ यो हो। संसारको कोरिया भन्ने देशको एउटा गाउँको कुनामा बस्छु। आज चाहिँ म यो कपाल काट्न जानु पर्यो। खासै लामो त भएको छैन। अब भोलिदेखि काम खोजेर हैन काम चाहियो मलाई भनेर चाहिँ साउनीलाई भनेर चाहिँ काम खोजेर काम गर्न पर्यो। त्यही भएर भोलिदेखि चाहिँ ड्युटी सुरु हुन्छ मेरो। 3-4 दिन सुतियो अनि त्यही भएर यो कपाल पनि अलिकता काट्न पर्यो भनेर चाहिँ म अब निस्किसकेको छ। त्यो दरबार त्यो कालो दरबारमा छ नि एक्लै बस्ने हो है साथीहरु। अनि कपाल काट्न चाहिँ ठ्याक्कै त्यो यो डाँडाको पछाडी जानुपर्छ। त्यो डाँडाको पछाडी अनि एउटा बस चढेर जानुपर्छ। उहाँ गएर बस चढ्नुपर्छ। अब कपाल काट्न बस चढेर जानुपर्छ। किन भन्दाखेरि अब यस्तो ठाउँमा बसेको छु म। यी बजार कहीँ छैन जताततै डाँडा छ। हेर्नुस् त है ए ल साथीहरु ल दामी भारै छ। यो चाहिँ सागको बिउ हो है साथीहरु। यो चाहिँ जाडो महिनामा लगाउनलाई सागको बिउ। यो 2 गरा पुरा मज्जाले फुल्या छ। ल हेर्नुस् त यो 2 गरा सागको बिउ चाहिँ त्यसलाई मिसिनले निकाल्छ। त्यो जेसीबी जस्तो आउँछ यसरी क्वार निकाल्छ। यो त मान्छे जति लामो छ नि यति छ कि क्वार निकाल्छ। अब यही महिनामा यो धान पनि काट्छ। यो धान काट्छ अनि यो सागको बिउ निकाल्यो। यो 2टा गराको बिउले फेरि यही पनि लगाउनु पर्यो। त्यो धान काटेर त्यो गरामा पनि लगाउनु पर्यो। त्यो धान काटेर यो गरामा पनि लगाउनु पर्यो। अब यो 2 गरालाई यो 2 गरा बिउले 4 वटालाई हैन। बिउ चाहिँ कस्तो खालको छ भने बाक्लो छ कि निकै यस्तो छ ए लामो छ नि यस्तो छ लामो छ कि यता पुरै भित्र गुचुङ भएको छ क्या। ल यस्तो छ। पोहोर साल यो गर्मी महिनामा पोहोर साल मेरो काम भएको थियो क्या। यो काम चाहिँ के भएको थियो भने यो बिउमा चाहिँ झार टन्न थियो अनि झार उखाल्ने काम भएको थियो। यसपालि त त्यसका बाजे झार पनि आएन काम पनि भएन। अब भोलिदेखि के काम गर्ने भन्ने छ। अब काम खोजेर गर्नु पर्छ। अब त्यो पाकेको धानमा झार उखाल भन्छ। अब ल यस्तो छ साथीहरु। ल म चाहिँ लाग्यो अब बस चढ्ने ठाउँमा है। यसो कपाल काट्ने ठाउँको भिडियो पनि खिच्न मिल्छ कि खोइ हेरौँ। खिच्न मिल्यो भने
तपाईँहरूलाई म यसो झलक झुलुक देखाउँछु त है त। म कपाल काट्ने ठाउँमा बजारमा पनि आइपुगिसकेको छ। यो चाहिँ छङ्गवान भन्ने बजार हो। तपाईँहरूले देख्न सक्नुहुन्छ बजारको दृश्य यस्तो छ। ल स्यार कपाल काट्नुभन्दा पहिला चाहिँ एकदम भोक लागिसक्यो, केही खानेकुरा खान पर्यो। यहाँ चाहिँ अहिले 2 बजिसकेको छ दिउँसोको। अहिलेसम्म केही खाएको छैन। केही खाएको छैन भन्दा पनि 2-3टा केरा खाथ्यो, त्यो बाहेक केही पनि खाएको छैन। सर्वप्रथम त पेट भर्न पर्यो। हेरौँ आज के खाने होला त। बर्गर खाएर हेरौँ न आज, बर्गर होइन। म्याकडोनाल्ड एकदम इन्टरनेसनल कम्पनी हो म्याकडोनाल्ड भन्ने चाहिँ, बर्गर हाउस। यसमा पस्नु पर्यो है त। ल आइपुग्यो बाफ्रे 11,000 कतिको माल हो यो? 11,800 को माल। के आयो त 11,800 को माल? यो बर्गर रहेको छ यो है। के छ यो भित्र? बोलभेडा रहेछ, चिकन अनि यहाँनिर के हो यो? यस्तो पनि आइपुगेको छ। अनि यो चिसो भइहाल्यो। त्यसपछि यो फ्रेन्च फ्राई, के भन्छ यसलाई, टिस्यु पेपर, अनि यो ससहरू, चिल्ली ससहरू आइपुगिसकेको छ। पेटमा चाहिँ एकदम मुसा कुदिसकेको छ। अब चाहिँ म यो खाना गइरहेको छु साथीहरू। अब चाहिँ छिटोभन्दा छिटो खान पर्यो। ल साथीहरू यस्तो छ है। मिठो छ। भोक लाग्यो बेला सावधान गर्नुपर्छ। चेस ओए के हो? उसको बिर्को आउँथ्यो त यार, बिर्को पनि आएन छ त। पोख्यो त अनि फाइटमा। ल त्यो चाहिँ मिठो रहेछ है। कुखुराको मासु चाहिँ बहुत मिठो रहेछ। पखेटा के भन्छ यसलाई? ल साथीहरू यसरी मोबाइल ठडाएर त मैले राम्रोसँग खान नपाउनु रहेछ। मोबाइल राख्छु अनि खान्छु। हस् ल साथीहरू, बर्गर हाने है साथीहरू। यस्तो छ, मुखमा चाहिँ नअड्ला भन्ने हो कि यो त खानालाई गाह्रो हुन्छ हुँदो रहेछ हौ। ओभर गर्नुपर्ने के तट। मिठो त मिठो रहेछ बहुत।
गाईको मासु हाल्यो क्या यार बर्गरमा पनि भन्न त चिकनै भने हो गाईको मासु परो गएको हो कोक अघि त ओभर मिठो लागिरहेको थियो अहिले त पुगेपछि त मिठो लाग्दैन त फेरि एउटा मगाएको मैले यो पनि सकेन पेट डम्म भयो मजा आयो बिहानदेखि 2-3टा केरा बाहेक केही खाएको थिएन 2 बजिसक्यो दिउँसोको एउटा बर्गर चिकन त्यो यत्रो हुँदो रहेछ त्यो चिकनको लेग र एउटा पखेटा अनि त्यो फेरि मगाएको यो कोक पनि फेरि मगाएको टन्न भयो आनन्द भयो अब चाहिँ कपाल काट्न जान पर्ने हुन्छ है साथीहरू कपाल काट्ने ठाउँ त पुराको पुरा बन्द रहेछ त अनि के हो यार के भनेको छ यो मेजु भनेको हरेक हप्ताको ओरियो विल आज त शनिबार हो थोयो विल हो के हो बन्द छ त कपाल काट्ने ठाउँ त है तेरिका अरू बेलामा त बन्द हुन्थेन त यहाँ त फेरि ओपनै राखेको छ त ओपन भनेको छ त छैन त अनि कहाँ गयो खाजा खान गयो या हो यहाँको कपाल काट्ने सिस्टर कोरियामा चाहिँ प्राय कपाल काट्ने मान्छे चाहिँ केटी मान्छे हुन्छ है साथीहरू है प्राय कोरियामा चाहिँ कपाल काट्ने मान्छेहरू चाहिँ सिस्टरहरू हुन्छ क्युट सिस्टरहरू बसिरहेको हुन्छ 3 वर्ष पहिला हामी कोरियामा आउँदाखेरि चाहिँ साथी र म 2 जना आएको हाम्रो कम्पनीमा 2 जना साथी र मलाई चाहिँ गाउँतिर ल्याएर थन्कायो क्या त्यहाँ हाम्रो गाउँमा ल्याएर चाहिँ थन्काएपछि हामी सुरुमा आएको चाहिँ यो ठाउँमा आएको हो क्या सुरुमा यो बजारमा आयो थाहा थिएन अनि यो ठाउँमा अन्थोलमा घुमेको थियो क्या हामी चाहिँ यो ठाउँमा अन्थोलमा घुमेको थियो उता हिँड्दै असिना पसिना भएर सुरुमा आउँदाखेरि है सुरुमा अब नयाँ नौलो यसो जाउँ न त नि कोरियाको चाहिँ बजार घुम्न भनेर 2 जना दाजुभाइ निस्केर यो ठाउँमा आएको थियो आज त कपाल काट्न नपाउला जस्तो छ कपाल काट्ने मान्छे के हो कहाँ गयो यहाँको सिस्टर अब कपाल नकाटिकन लाग्न पर्ने भयो साथीहरू ल भ्लगलाई अन्तिमसम्म हेरिदिनु भएकोमा तपाईहरुलाई धेरै धेरै धन्यवाद कपाल काट्न पाएन भन्दै अब छुट्टिन्छु अर्को भ्लगमा अर्को भिडियोमा भेटौँला भन्दै बाइ बाइ